पहिले आज आउला भोलि आउला अन्त आज हैन यो सालमा आऊ यो सालमा आऊ अर्को सालमा आऊ अर्को साल नि नआऊ 2-4 वर्ष नआए नि पैसा चाहिँ पठाऊ हे बुढी अलि धेरै कमाउन खर्च कम भो चाँडो पठाउन। के स्थिति यस्तो हेर्नुस् त। पहिले हामीलाई सबभन्दा ठुलो चिज के परिवार। आजभोलि युरोप अमेरिका नक्कल गर्छौं त्यता त परिवार त न्युक्लियर हुँदै अल क्लियर भइसक्यो। परिवार होइन पैसा ठुलो हो। अनि सिकेर बस्छौं। उनीहरुको देशमा हेर्नुस् कोरोना लाग्यो आर्थिक मन्दी भयो जागिर फुस्केर 5 महिनामा बाँच्न नसकेर मान्छेले आत्महत्या गर्यो। हाम्रो देशमा जिन्दगीभरि जागिर नखाएको मान्छे पनि चौतारामा गफ छुटेर हाँसीगुजी बाँच्छ। एकचोटि जोरदार ताली हाम्रो संस्कृतिको लागि। सिक्ने त उनीहरुले हो हामीसित उल्टो हामी उनीहरुसँग सिकिरहेका छौं। स्कुलले सकेसम्म परिवारको महत्त्व बुझाइदियोस्। आमाहरुको लागि अगाडि गीत जुन जसको सोचले यो आमा कति दुःखले आमाले सम्झिनुहुन्छ कति ममता आमाले दिनुहुन्छ बुझाउनु भयो। एकचोटि जोरदार ताली त्यो सोच राख्ने मान्छेको लागि। खोलो ओरालो बग्छ हेर्नुस् माया पनि ओरालै बग्छ। आश्चर्य